यी 4 ठाउँमा आफ्नो मुख बन्द राख्नुहोस्। यो मैले होइन, यो बुकको ल 4 बोलिरहेको छ, त्यसैले ध्यान दिएर सुन्नुहोला। जब रिस उठ्छ चुप लाग्नुहोस्। जति बेला तपाईलाई अत्यधिक रिस उठ्छ त्यति बेला चुप लागेर बस्नुस्, किनकि मान्छे रिसको झोकमा पागल हुने गर्छ र गलत निर्णय लिन्छ। यदि त्यस्तो अवस्था आउँछ भने पहिले शान्त हुनुहोस्, त्यसपछि मात्र राम्रोसँग सोच्नुहोस्। यदि रिसले गर्दा रुन मन लाग्यो भने पनि आफैलाई सम्हालेर बस्नुस्। मान्छेहरू अक्सर भावनामा बहेर आफ्नो कमजोरी जसलाई पायो उसैलाई सुनाइदिन्छन्। सम्झनुहोस्, जब अरूले तपाईको कमजोरी थाहा पाउँछन् तब उनीहरूले तपाईलाई हेप्न र आफ्नो नियन्त्रणमा राख्न थाल्छन्। जहाँ धोका पाइन्छ त्यहाँ मौन रहनुहोस्। जहाँ तपाईले धोका पाउनुहुन्छ त्यहाँ चुप लाग्नुहोस्। आफ्नो गल्ती वा पीडा कराउँदै सुनाउनाले तपाईको शत्रु झन बलियो बन्दछ र उसले तपाईको अर्को कदम थाहा पाउँछ। जहाँ हल्ला खल्ला भइरहेको हुन्छ त्यहाँ शान्त बस्नुस्। एउटा भनाइ छ नि, बल्छीबाट त्यही माछा बच्छ जसको मुख बन्द हुन्छ। त्यसैले सधैँ याद राख्नुहोस्, वास्तविक शक्ति अरूलाई नियन्त्रण गर्नुमा होइन, बरु आफैलाई नियन्त्रण गर्न सक्नुमा हुन्छ।